हामी जे पनि बोलेर तर ब्याकग्राउन्डमा यो म्युजिक लगाएर हेर्नुपर्छ। आज ट्याक्कै 2 हप्ता भएछ मामा र मैले सँगै बसेर युवानै नखाएको। हुन पनि यो खट्टु जाँड भन्ने कुरा राम्रो त होइन, तर आमा छोरीको मन यस्तो मिल्छ कि सँगै बसेर युवानै नखाइ हुँदैन। आज म घर आउँदा युवानै नलिआए, तर मेरो मामाको अनुहारमा अँध्यारोपन देखेर मेरो मन साह्रै दुख्यो। अत मैले मामालाई फकाउनकै लागि भए पनि, बस्नु नि मामा, आज हामी एक दिन युवानै नखाउँ, यसो मिठो दुधको चिया बनाएर दिन्छु भनेको। आज मामाको अनुहारमा अँध्यारोपन थपियो, मेरो मन कटक्क खायो। मामाले मलाई भन्नुभयो, त लाटी, तेरोमा पैसा थिएन भए तैँले मलाई भन्नु पर्थ्यो, म पैसा हालिदिन्थेँ, 2 जनाको लागि युवानै ल्याउनु सक्थिस्, अहिले हामी बसेर खाइरहेका हुन्थ्यौँ, तैँले जानिनस्। तब मैले पनि सोचेँ, मेरो मनमा पनि छस्स लाग्यो। म पनि कति गोप्थेँ, मैले मामालाई मागेको भए भइहाल्ने थियो। मैले पनि जानिनँ। अहिले 2 जना बसेर यहाँनिर हेरिरहेका छौँ एकअर्कालाई। अब मैले मामालाई सम्झाएको छु, अर्को हप्ता आउँदा पक्कै युवा नै लिएर आउनेछु। यो हप्ता यसै बिति गयो, नरिसाउनु है।